आकाशव्यापी व्याप्त सारा संसारका सत्व प्राणीहरूको उद्धार मुक्ति बुद्धत्व प्राप्तिको निम्ति मैले धर्म सुन्नु गइरहेको छु र धर्म सुने बापत ग्रहण गरेका ज्ञानहरू व्यवहारमा उतारेर त्यसको अभ्यासद्वारा सही अनुशासन गर्नेछु, सही पालना गर्नेछु भन्ने एउटा विचार भावना, विशेष गरिकन बोधिचित्तको भावना शैलीले धर्म सुन्नुहोला। अब हामी आज जुन सुन्न गइरहेको विषयवस्तु छ, हामीले सुन्ने विषयवस्तु हो सुखावती भुवन देवचनमा जन्म लिने मूल कारणहरू, चारवटा कारणहरू जो अमिताभ बुद्ध सूत्रमा बताएका छन्। त्यसैले ती चारवटा कारणहरू एक गरी जति सक्दो विस्तारमा बताइसके चाहिँ हो। त्यस्तै प्रकारले अब सुखावती भुवनमा जन्म लिनलाई फेरि अवरोध गर्ने, बाधा पुर्याउने केही के भन्छ कारणहरू पनि छन्। त्यसलाई तपाईँको प्रत्याय भन्छ के अरे कारणहरू। अब त्यो चारवटा के अरे त्यो कारणहरू के हुन् भन्दाखेरि हिजो जस्तो सद्धर्म परित्याग गरेको पाप जस्तो भयानक पाप, माता पिता आदि हत्या गर्ने जस्तो एकदमै गम्भीर पाप, त्यस्तो अक्षम्य पाप जो गरेको हुन्छ, त्यस्तोले चाहिँ यस्तो खालको पापले चाहिँ अनि हामी सुखावती भुवन जानलाई अवरोध गर्छ भनेर चाहिँ बतायो। त्यसले यस्तो गम्भीर पापहरू चाहिँ सुखावती भुवनमा जन्म लिनको अवरोध गर्ने बाधक चिजहरू हो। अब त्यसको बारेमा पनि धेरै पटक दोहोऱ्याएर बताइसकेँ। अब यो दुई किसिमको गम्भीर पापहरू चाहिँ सुखावती भुवनमा जन्म लिनलाई चाहिँ अवरोध गर्ने कारणहरू भयो भने फेरि त्यसको साथसाथमा वातावरणीय भनौँ या अथवा प्रत्यय भनौँ, जसले हामीलाई फेरि अवरोध गर्दछ, त्यो के हो भन्दाखेरि मृत्यु बखत जब हामी मृत्यु हुन्छौँ त्यो क्षणमा हाम्रो मनमा अत्याधिक अनि आसक्ति, लोभ, लालच हो यस्तो चिजहरू उत्पन्न हुने। अब त्यसले पनि हामीलाई धेरै ठुलो अवरोध पुर्याउने भएको हुनाले अनि यदि मनमा लोभ, लालच जस्ता विचार भावना लिएर मृत्यु भयो भनेदेखि चाहिँ अनि त्यस्तो व्यक्ति सुखावती भुवन प्राप्त गर्नुको सट्टा त्यो फेरि संसारको अनि यो दुर्गतिमा फस्न पुग्छ। त त्यसैले गर्दा अब त्यो अवरोध गर्ने जुन पापहरू छ, कारणहरू छ, तिनीहरूलाई चाहिँ हामीले हटाउनको निम्ति र मृत्यु बखत तिनीहरूले हामीलाई अवरोध गर्न नदिनको निम्ति के गर्नु पर्यो? समग्रमा हामीले यसरी बुझौँ, अहिले तपाईँ हामी जीवित हुँदा आफ्नो धन सम्पत्ति, सन्तान लगायतका जुन जुन चिजप्रति हाम्रो मनको मोह छ, त्यो चिजहरूप्रति हाम्रो मनको एउटा लोभ लालच छ, तिनीहरूलाई हामीले यस्तो दृष्टिकोणले हेर्नु पर्यो, यस्तो नजरले हेर्नु पर्यो। त्यो कस्तो खालको नजर भन्दाखेरि तिनीहरूप्रतिको हेराइ हाम्रो कस्तो हुनुपर्छ भन्दाखेरि त्यो सबै वस्तुहरू, चाहे सम्पत्ति होस्, सन्तान होस्, परिवार होस्, जो कोही होस्, त्यो सबै चिजहरू एकदम जादु छ। जादु भनेको कस्तो हुन्छ? हेर्दा हो जस्तो देखिने तर सारमा केही त्यसको अस्तित्व हुँदैन। त्यस्तै सपना छ, सपना देख्दा जो हो जस्तो लाग्छ तर बिउजिँदा केही हुँदैन, त्यसको पनि अस्तित्व हुँदैन। त्यसैले अस्तित्वै नभएका त्यो जादु सरा, सपना सरा हो, यो सबै मेरो सम्पत्ति लगायतका यी सबै वस्तुहरूको वास्तवमा केही अस्तित्व छैन। त्यसैले अस्तित्वै नभएको चिजप्रति मैले आसक्ति गर्नु, लोभ लालच गर्नु,
यसको कुनै औचित्य छैन, यो मरिहत्या गर्नुको कुनै अर्थ छैन भन्ने त्यो भावना चाहिँ हामीमा हाम्रो दैनिक जीवनमा हुनु पर्यो। हाम्रो जीवनमा त्यो सोचाइ र आफ्नो सम्पत्ति आदिप्रति हेर्ने जुन एउटा दृष्टिकोण हो, यो खालको दृष्टिकोण हुनु पर्यो। यसो भएको खण्डमा के हुन्छ, अनि यो सबै चिजहरूप्रतिको हाम्रो लोभ लालच घट्दै जान्छ, आसक्ति कम हुँदै जान्छ र जति यो आसक्ति लोभ लालच कम हुँदै गयो त्यति नै अनि मृत्यु बखत हामीमा यो चिजहरू आएर चाहिँ अवरोध गर्ने, सुखावती भुवन जानलाई अवरोध गर्ने त्यो बाधा अडचन हुँदैन। त त्यसैले गर्दा यस्तो चिजहरू यो सबै विषयवस्तुहरू चाहिँ भगवान बुद्धहरूले अनि उहाँहरूको वचन बुद्धहरूको वचन भएको हुनाले र एकदम सिद्ध परम्पराका चाहिँ गुरुहरूको वचन भएको हुनाले यो बुद्धको वचनमा लेखिएको छ, शास्त्रहरूमा लेखिएको छ। त्यस्तो एकदम सत्य वचनमा उल्लेखित अनि सत्य वचनहरू भएको हुनाले यसमा कुनै शक गर्ने ठाउँ छैन, शङ्का गर्ने ठाउँ छैन। त्यस कारणले गर्दाखेरि 100% हाम्रो मनदेखि हृदय अन्तर्मनदेखि यो चिजहरूप्रति विश्वास हुँदै ढुक्क हुँदै अनि यसलाई हामीले अब जतिसक्दो अनि दैनिक जीवनमा अभ्यासमा उतार्न सक्नु पर्यो। अब आज विशेष गरी हामी आज सधैँ पाठ गरिरहेको जो अति लोकप्रिय मल्लम छ, तेछेन मल्लम छ्याङ्मे रिम्पोछेद्वारा रचना गर्नुभएको हो। अनि यो मल्लमको आधारमा अनि यो सुखावती भुवनमा जन्म लिने 4 कारणहरूको बारेमा फेरि अलि सारांश मोटामोटी व्याख्या गर्ने सोच बनाएको छु। अनि यो तेछेन मल्लमभित्र के बताएको छ त भन्दाखेरि प्रथम अब यसमा 4वटा कारणहरू क्रमशः बताएको छ। प्रथम पहिलो जसरी हामीले ठोगहरू गर्नको लागि, पूजा गर्नको लागि, प्रार्थना अथवा याचना गर्नको लागि अनि एउटा आधार चाहियो नि त। त्यसैले त्यो आधार चाहिँ अनि यहाँ सुखावती बुद्धको क्षेत्र र अमिताभ बुद्ध लगायतका चाहिँ सबै यो सुखावती भुवनको जुन एउटा क्षेत्र छ, यसको बनावट छ, त्यसलाई कसरी भावना गर्ने भन्ने विधि बताएको छ प्रथम। दोस्रो अनि हामीले पुण्य आर्जन अत्याधिक गर्नुपर्ने हुन्छ र पापहरू अनि आवरणहरू शुद्ध गर्नुपर्ने हुन्छ। त्यसको निम्ति दोस्रो विधि बताएको छ भने अनि तेस्रोमा बोधिचित्त कसरी गर्ने, बोधिचित्त कसरी उत्पन्न गर्ने त्यो पैदा गर्ने बारेमा बताएको छ भने 14औंमा अनि यसरी पुरा गरेको कारणहरू र यो कारणहरू पुरा गर्नका निम्ति गरेको पुण्यहरू सबै सुखावती भुवनमा जन्म लिनको कारण बनोस् भनेर अनि मल्लम गर्ने विधि बताएको छ 14औंमा। अब यो 4वटा विधिहरू जो तेछेन मल्लममा बताएको छ अनि यो चाहिँ भगवान बुद्धले जसरी सूत्रमा बताउनु भएको छ, सूत्रभित्र अमिताभ बुद्ध सूत्रमा अनि जस्तो बताएको छ त्यही अनुरूप नै यो सुखावती भुवन के अरे मल्लम तेछेन मल्लममा अनि त्यसरी चाहिँ वर्णन गरेर लेखिएको छ। जसरी अब सूत्रमा तपाईँको तथागत अनि बुद्धलाई भगवान सम्यक बुद्धलाई स्मरण गर्नाले भन्ने जसो शब्दहरू त्यसरी लेखिएको पाइन्छ भने अब यहाँनिर तथागत भन्दाखेरि अमिताभ बुद्धलाई बुझ्नुपर्ने हुन्छ। त्यसैले अमिताभ बुद्ध लगायतका सपरिवार उहाँलाई चाहिँ भावना गर्ने जुन विधि सूत्रमा बताएको छ त्यही अनुरूप यहाँ पनि अनि 4वटा कारणमध्ये प्रथम अनि अमिताभ बुद्ध लगायतका सुखावती भुवनको भावना कसरी गर्ने भन्ने विधि बताएको छ। अब यो 4वटा कारणमध्ये प्रथम अमिताभ बुद्ध सपरिवार लगायतका सुखावती भुवनको सबभन्दा पहिला त्यो आधार, त्यो क्षेत्र को भावना कसरी गर्ने भन्ने बारे अनि यो तेछेन मल्लमभित्र कसरी बताएको छ भन्दाखेरि सुरु एमा हो भन्ने शब्दबाट हुन्छ। अब यो एमा हो भनेको चाहिँ एक किसिमको आश्चर्यचकित
परेको शब्द अथवा आश्चर्य महसुस भएको चाहिँ शब्द हो। अब किन आश्चर्यचकित पर्ने भन्दाखेरि यो शब्द उच्चारण एमा हो एकदमै यो आश्चर्य मान्नुपर्ने शब्द किन प्रयोग गरेको सुरुमा भन्दाखेरि अमिताभ बुद्धको सिंघाम सुखावती देवचेन र त्यहाँ विराजमान त्यहाँ बस्नुभएका अमिताभ बुद्ध र उहाँका चाहिँ नि तपाईँको अनि परिवारको रूपमा रहेका सबै बोधिसत्व लगायतका उहाँहरू चाहिँ अरू बुद्धहरूको तुलनामा अनि उहाँहरूको बोधिचित्तको अठोट उहाँहरूको प्राणिधनको विशेषता र प्रतिज्ञाहरू चाहिँ अरू अन्य बुद्धहरूको तुलनामा अनि विशेष भएको हुनाले कसैको पनि सायद उहाँहरूको जस्तो नभएको हुनाले त्यसैले गर्दा अमिताभ बुद्ध उहाँको परिवार र उहाँहरूको जुन एउटा बुद्ध भूमि सुखावती भुवन को विशेषताहरू देखेर चाहिँ आश्चर्यचकित मान्दै अनि एमा हो भन्ने शब्द प्रयोग भएको सुरुमा। अब यस बारेमा अस्तिदेखि नै बारम्बार बताएकै हो। जसरी अमिताभ बुद्ध पहिला जब मानिसहरूको आयु असङ्ख्यक असीमित आयु बाँच्ने गर्दथे, सायद आयु कतिसम्म बाँच्छ भन्ने सीमा हुन्थेन, त्यो समयमा अनि उहाँको जन्म भयो। अनि एक जन्म उहाँ चाहिँ भिक्षुको रूपमा जन्मिनु भयो, जसको नाम थियो गेलोङ छुइजुङने, धर्मकार नामको भिक्षुको रूपमा जन्मिनु भएको थियो र लोकेश्वर राज नाम गरेको बुद्धको सामुन्ने शरणमा गएर बोधिचित्त उत्पन्न गरेर र विशेष गरिकन उहाँले त्यतिखेर के अठोट लिनुभयो भन्दाखेरि उहाँले यो प्रतिज्ञा गर्नुभयो, म चाहिँ भविष्यमा बुद्ध ज्ञान प्राप्त गर्दाखेरि मेरो बुद्ध क्षेत्र सिंघाम चाहिँ यस्तो होस् जो चाहिँ यो जति पनि बुद्धहरू छन् र प्रत्येक बुद्धहरूको सिंघाम जो भनेको तपाईँको करोड त्यो पनि करोडौँ कोटी बुद्धहरूको है, करोडौँ कोटी बुद्धहरूको सिंघाम चाहिँ एकत्रित गर्दा अथवा एककट्ठा गर्दाखेरि कस्तो होला, प्रत्येक साङ्गेको सिंघामको गुण विशेषता वर्णनै गर्न नसक्ने हुन्छ भने त्यो सबै एकत्रित गर्दाखेरि कस्तो होला। त्यसले त्यो सबैले एक बनाउँदाखेरि पनि अझै तुलना गर्न नसक्ने खालको विशेष खालको चाहिँ सिंघाम चाहिँ मेरो सिंघाम चाहिँ होस् भनेर उहाँले त्यो अठोट लिनुभएको थियो। अनि त्यसको निम्ति उहाँले मार्ग अनुसरण गर्नुभयो। त्यसपछि फेरि अर्को जन्म जुन बेला उहाँ 8औं भूमिमा पुगिसकेका आर्य बोधिसत्व बनिसकेकी थिए, 8औं भूमि प्राप्त आर्य बोधिसत्वको रूपमा एकपटक उहाँ राजाको रूपमा जन्म लिनुभयो, जुन राजाको नाम थियो चिप्कीमुखी। अनि उहाँले त्यतिखेर साङ्गे रिन्चिङको रत्नसार बुद्धको अनि रत्नसार बुद्धको सामुन्ने शरणमा गएर अनि उहाँको सामुन्ने फेरि विशेष खालको उहाँले कस्तो खालको प्रणिधान गर्नुभयो त भन्दाखेरि अब मेरो चाहिँ सिंघाम चाहिँ यहाँदेखि मेरो सिंघाम चाहिँ एकदम विशेष खालको हुनुपर्छ, अन्यको तुलनामा एकदम सहज हुनुपर्छ भनेर उहाँले जुन अठोट लिनुभएको थियो। अनि उहाँले त्यो अठोट लिए अनुसार नै त्यो बखतको बुद्ध साङ्गे रिन्चिङले अनि यहाँदेखि पश्चिमतिरको दिशातिर अनि तपाईँको सिंघाम देवचेन सुखावती सृजना हुनेछ र त्यतिखेर त्यो सिंघाममा त्यो क्षेत्रमा तपाईँ स्वयं चाहिँ अमिताभ नाम गरेको बुद्धको रूपमा बुद्धत्व प्राप्त गर्नुहुनेछ र लगायत अनि अन्य सबै भविष्यवाणी त्यसरी गर्नुभयो। र साङ्गे रिन्चिङले जस्तो भविष्यवाणी गर्नुभयो त्यही भविष्यवाणी अनुसार नै उहाँको धेरै लामो समयको अन्तरालपछि अनि त्यो प्राणिधनहरू पुरा भएर उहाँको प्रतिज्ञाहरू पुरा भएर मार्गहरू पुरा भएर चाहिँ अनि उहाँ अमिताभ बुद्धको रूपमा बोधि लाभ गर्नुभयो र उहाँको सिंघाम देवचेन सुखावती भुवन पनि पूर्ण रूपमा सम्पन्न भयो, सृजना भयो। त त्यसैले गर्दा यो सबै कुराहरू हामीले यसो हेर्दाखेरि चाहिँ
अनि अमिताभ बुद्ध उहाँको सिङखाम र त्यहाँ रहेका चाहिँ उहाँको विशेष उसहरू परिवारहरू सबै हामीले हरेक दृष्टिकोणले जुनसुकै दृष्टिकोणले हेर्दाखेरि पनि अरू बुद्धहरू बोधिसत्वहरूको तुलनामा एकदम अद्वितीय छ, अतुलनीय छ। त्यस कारणले गर्दाखेरि अनि सुरुमा एमा हो भन्ने जो आश्चर्यजनक शब्दको चाहिँ प्रयोगबाट अनि सिङखाम देवाचेनको मलम चाहिँ सुरु यसरी गरेको छ। अब यो सुखावती भुवन देवाचेन चाहिँ अनि कसरी बन्यो त, यसको सृजना कसरी भयो त भन्ने बारेमा अब यो माफ गर्नु होला, यो सुखावती भुवन चाहिँ कुन ठाउँमा छ, कुन दिशामा छ भन्ने बारेमा अब सामान्य रूपमा हामीले 4 वटा दिशाहरूको कुरा गर्छौँ, डाइरेक्सन्सहरूको, पूर्व पश्चिम उत्तर दक्षिण लगायतका। तीमध्ये सुखावती भुवन अमिताभ बुद्धको भुवन चाहिँ यहाँबाट पश्चिमतिरको दिशामा छ भनिन्छ। अब यहाँबाट भन्दाखेरि तपाईँ हामी रहेको यो धरती छ, यो लोक जो छ, यो लोक चाहिँ शाक्यमुनि बुद्धको लोक हो र यो लोकबाट पश्चिमतिरको दिशामा त्यो पनि तपाईँको असङ्ख्य गन्ती गर्न नसक्ने मात्रको लोकहरूको अनि पारी अथवा परतिर अनि सुखावती भुवन छ भनेर बताएको छ। त्यसैले यो साँचो अर्थमा यो लोक चाहिँ त्यहाँ रहेको अवस्था हो। सामान्य रूपमा भन्नुपर्दा लोकहरूको कुनै गिन्ती हुँदैन, यसको कुनै सङ्ख्या हुँदैन, सीमा हुँदैन, यो असङ्ख्य हुन्छ यो लोक, यस्तो लोकहरू। अब यो लोकहरू मध्ये अमिताभ बुद्धको भुवन देवाचेन चाहिँ अलिकति तुलनात्मक हिसाबले उच्च स्तर अथवा यहाँबाट हाम्रो भन्दा पनि अलिकति माथिल्लो तहमा छ भनिन्छ, माथि। अब अर्को कुरा हामीले यो पनि बुझ्नुपर्छ कि जस्तो बुद्धहरूको भूमि स्तर स्तरको हुन्छ, तीमध्ये लोङ्गु सम्भोगकाय भूमिहरू बुद्धको क्षेत्रहरू चाहिँ त्यहाँ अशुद्धता भन्ने कुराको सवालै हुँदैन। सबै सम्भोगकाय लोकहरू क्षेत्रहरू सबै पूर्ण रूपमा विशुद्ध हुन्छ, त्यहाँ अशुद्धताको नाम निशाना हुँदैन। अब निर्माणकाय बुद्धको सिङखामहरू हुन्छ, निर्माणकाय स्तरको टुल्गु सिङखाम, निर्माणकाय स्तरको सिङखामहरूमा चाहिँ अनेक हुन्छ। कोही पूर्ण रूपमा शुद्ध सिङखाम हुन्छ भने कोही निर्माणकाय सिङखामहरू चाहिँ अशुद्ध पनि हुन्छ। जस्तो अहिले तपाईँ हामी रहेको यो लोक चाहिँ, यो क्षेत्र चाहिँ शाक्यमुनि बुद्धको सिङखाम हो यो। तर यो निर्माणकाय सिङखाम, टुल्गु सिङखाम मध्ये यो चाहिँ अशुद्ध सिङखाममा पर्छ। किन अशुद्ध भन्दाखेरि यसमा तपाईँको छलो दुर्गति सबैको सम्मिश्रणबाट बनेको हुन्छ यो, त्यसैले गर्दा यो अशुद्ध मानिन्छ। अब सुखावती भुवन देवाचेनको सवालमा त्यो कस्तो खालको सिङखाम हो त, शुद्ध हो कि अशुद्ध हो भन्दाखेरि सुखावती भुवन देवाचेन चाहिँ पूर्ण रूपमा शुद्ध बुद्धको भूमि, बुद्ध क्षेत्र। त्यसैले गर्दा त्यसैन मलमभित्र के भनेछ, नम्बर थापी सिङखाम भनेर भनेको छ। नम्र थापा भन्नाले विशुद्ध, एकदमै शुद्ध है। त्यसैले पूर्ण रूपमा विशुद्ध बुद्ध क्षेत्र भनेर भनेको छ, नम्र थापी सिङखाम भनेर। सामान्य रूपमा भन्नुपर्दा बुद्ध भूमिहरू त्यसको 4 वटा क्रम हुन्छ। सुरुमा त्यसको सृजना हुने एउटा क्रम, सुरु कसरी भयो, प्रारम्भ कसरी भयो, एउटा त्यो भयो। अनि त्यो बनिसकेपछि अब कति समयसम्म अवधिसम्म त्यो रहिरहन्छ नि, त्यो रहिरहेको अवस्था, दोस्रो अवस्था त्यो भयो भने अनि त्यसपछि अन्तमा गएर त्यो लोप हुने अथवा त्यो बिस्तारै विनाश हुँदै जाने एउटा समय आउँछ।
र अन्तमा गएर पूर्ण रूपमा तपाईँको लोभ भएर अनि नाम निशाना मेट्ने। त्यसैले सुरु कसरी भयो, सुरु भइसकेपछि बनिसकेपछि कति समय रह्यो अनि रहिरहेको अवस्था, त्यसपछि त्यो लोभ हुँदै गइरहेको अवस्था र पूर्ण रूपमा लोभ भएर चाहिँ अनि सिद्धिने, टुङ्गिने, अन्त्य हुने। त्यसैले प्रत्येक लोकहरूको अवस्था यही हुन्छ भने यहाँनिर सुखावती भुवन चाहिँ देवचनको सवालमा चाहिँ यो फेरि पृथक छ, यो फेरि फरक छ यहाँनिर यो सवालमा। अब सुखावती भुवन देवचन अमिताभ बुद्धको सिंघाम चाहिँ बन्यो, बनिसक्यो। अहिले तपाईँ हामी भएको यो अवस्थामा सुखावती भुवन अमिताभको सिंघाम रहिरहेको अवस्था हो। बनिसकेपछि अब त्यो रहिरहेको अवस्था हो, टिकिरहेको अवस्था हो। अब त्यो पछि गएर चाहिँ लोभ हुँदै जाने अनि पूर्ण रूपमा रित्तिएर अन्त हुने हुन्छ त अन्य लोक जस्तो। सुखावती भुवनको सवालमा, अमिताभको क्षेत्रको सवालमा त्यो हुँदैन। यो अब अमर सधैँ रहिरहने अजम्बरी हुन्छ। त्यसैले गर्दा यो पनि यसको एउटा विशेषता हो। अब यो यहाँदेखि उता पश्चिमतिरको चाहिँ अनागिन्ती लोकहरूको परतिर छ त भन्यो, तर अहिलेको हाम्रो यो विभिन्न कर्मको हेतु प्रत्ययले बनेको हाम्रो जो आँखा छ, यो एउटा साधारण आँखाले हेर्ने हो भनेदेखि चाहिँ त्यो देख्न सक्दैन। अब त्यत्रो टाढाको कुरा देख्ने कुरा त अब सवालै उठ्दैन। तपाईँ हाम्रो यो आँखाले त काठमाडौँ पनि देख्न सक्दैन, यहाँबाट नजिकको चिजहरू पनि देख्न कठिनै छ यसलाई। त्यो हेर्न सक्ने क्षमता हाम्रो आँखामा छैन। यद्यपि हाम्रो मनमा चाहिँ यदि सुखावती भुवनको राम्रोसँग अनि भावना गर्ने, स्मरण गर्ने गर्यो भनेदेखि चाहिँ अनि हाम्रो मनको त्यो सन्ततिमा, मनको स्तरमा सुखावती भुवन लगायतका अमिताभ सबै परिवार साक्षात् एकदम प्रत्यक्ष दर्शन पाए चाहिँ हाम्रो मनमा स्पष्ट रूपमा हामीले उहाँहरूलाई देख्न सक्छौँ, सम्झन सक्छौँ, भावना गर्न सक्छौँ। त्यसैले गर्दा अब मृत्यु हुने क्रममा हामी त्यहाँ पुग्नलाई त्यत्रो टाढा रहेछ, अब हिँडेर जानुपर्ने होला, यात्रा कठिन होला, कति समय लाग्ने होला, त्यो चिन्तै गर्नु पर्दैन। यस्तो चमत्कारपूर्ण एउटा यात्रा हुन्छ, त्यो क्षणभरमा हामी त्यहाँ पुग्छौँ र त्यहाँ पुग्ने बित्तिकै हाम्रो जन्म चाहिँ स्वीकृति भनेर उपपादुक भाव अथवा जन्म भनिन्छ। त्यो तुरुन्तै त्यो एउटा चमत्कारपूर्ण उपपादुक भाव अथवा जन्म हुन्छ तपाईँ हाम्रो। त्यसैले गर्दा त्यहाँ अनि जानलाई कुनै कठिन छैन। त्यसैले देवचन मल्लमा बताए चाहिँ सुखावती भुवन पश्चिम दिशातिर छ, त्यहाँ अमिताभ बुद्ध छ, लगायत यावत कुराहरू अनि स्मरण गरेर आफ्नो मनमा चाहिँ एकदम स्पष्ट, हाम्रो साल भनेको आफ्नो मनमा पूर्ण रूपमा एकदम स्पष्ट हुने गरेर अनि त्यसको स्मरण गर्नुपर्छ भनेको छ। यसले अनि सुरुको प्रथम कारण सुखावती भुवन को भावना कसरी गर्ने भन्ने बारे यसरी बताए। अब त्यो सुखावती भुवनमा अनि को बस्नु भएको छ त भन्दाखेरि जिन भनेको छ यहाँनिर। अब जिन भन्दाखेरि यहाँनिर कसलाई बुझ्नुपर्छ भन्दाखेरि अमिताभ बुद्धलाई बुझ्नुपर्छ, घ्याल्बा। अनि उहाँको अनेक नामहरू रहेको छ। अमिताभ बुद्धको नामहरू अनेक रहेको छ। तीमध्ये एउटा हेपामे भनिन्छ भने अर्को नावाथाय भनिन्छ। त्यस्तै प्रकारले छेपामे भनेर भनिन्छ। हेपामे किन भन्यो त? हो भन्नाले यहाँ प्रकाशलाई बुझिन्छ, ज्योतिलाई बुझिन्छ। अमिताभ बुद्धको शरीरबाट एकदम के भन्छ ज्योति प्रभास्वर के भन्छ उज्ज्वल है, त्यो प्रकाश चाहिँ उत्पन्न भइरहने र त्यो प्रकाश चाहिँ दसैँ दिशातिर छाउँदाखेरि चाहिँ सबै बुद्धहरूको भूमि पनि
स्पष्ट छलङ्ग देख्न सक्ने गरेर उहाँको शरीरबाट त्यस्तो खालको ज्योति अनि उत्पन्न हुने भएको हुनाले त्यसैले गर्दा अमिताभ यहाँनिर ताप भन्नाले अनि ऊ बुझ्छ के भन्छ प्रकाशलाई बुझिन्छ ज्योतिलाई बुझिन्छ अनि अमि भन्नाले चाहिँ के बुझ्यो त्यो सीमा छैन त्यसको असीमित ज्योति प्रकट भएर चाहिँ सबै बुद्ध क्षेत्रहरू छलङ्ग हुने गरेर चाहिँ दर्शन दिलाउने भएको हुनाले यो मान्यमा उनको नाम भामे अमिताभ रह्यो। त्यस्तै प्रकारले नावा थाए अब उहाँको अर्को एउटा विशेषता के छ भन्दाखेरि चाहिँ अनि आभास एकदम शुद्ध आभासको कुनै सीमा हुँदैन। अमिताभ बुद्धको जुन एउटा आभास हुन्छ त्यसको कुनै सीमा हुँदैन। त्यसैले असीमित शुद्ध आभासहरू प्रकट गर्ने भएको हुनाले पनि उहाँको नाम चाहिँ नावा थाए भनेर राख्यो। त्यस्तै प्रकारले उहाँको आयुको कुनै सीमा छैन, अमरण एकदम प्राप्त भइसकेको हुनाले अनि उनको आयुको कुनै सीमा हुँदैन। त्यसैले उहाँको नाम छेपामे अर्थात् अमितायुष भनेर चिनिन्छ। त्यसैले हेपामे नावा थाए छेपामे यो अमिताभ अमितायुष लगायतका यो नामहरू उहाँको विभिन्न नामका उसहरू हुन्। अनि उहाँको वर्ण चाहिँ कस्तो छ त, रातो वर्णको छ भनिन्छ। पद्म रागा नाम गरेको एउटा रत्न हुन्छ, त्यो रत्न चाहिँ एकदम रातो हुने भएको हुनाले त्यो रत्नको स्वरूप सरा अमिताभ बुद्धको रातो वर्णको रङ उहाँको रूप रङ त्यस्तो छ भने उहाँको शरीरमा 32 लक्षणहरू 80 प्रकारका व्यञ्जनहरू यस्तो अद्भुत लक्षणहरूले युक्त, एक मुख अनि 2 हात अनि शरीरमा 3 किसिमका चाहिँ धर्म वस्त्रहरू पहिराउनु भएको, त्यो चाहिँ के भन्छ निर्माणकाय बुद्धको स्वरूप भनिन्छ। निर्माणकाय बुद्धको पहिरानमा रहेको। अनि उहाँको आसन चाहिँ कस्तो भन्दाखेरि कमलको फुलको पत्ताहरू पनि विभिन्न चाहिँ रङ्गी बिरङ्गी अनि सुन्दर रङहरूद्वारा बनेका त्यस्तो कमलको फुलको आसनमाथि अनि कमलको फुलको त्यो पत्ताहरू पनि 1 होइन 1000 होइन एकदम लाखौँ सङ्ख्यामा बनेको त्यस्तो सुन्दर कमलको फुलको आसनमाथि अनि चन्द्रमाको आसन। त्यसैले कमलको फुल र चन्द्रमाको आसनमाथि अनि रहिरहनु भएको अमिताभ बुद्ध भनेर। अनि यो सुखावती भुवनमा यो मल्लममा ढेसेन मल्लममा कमलको फुलको आसन चाहिँ बताएको छ। अनि चन्द्रमाको आसनहरू लगायतका अन्य चिजहरू खासै विस्तृतमा बताएको देखिन्न। वास्तवमा भन्नुपर्दा एउटा गद्दी पनि ठी पनि छ भनेर चाहिँ बताएको छ। त्यो गद्दी चाहिँ अमिताभ बुद्ध चाहिँ पञ्चबुद्धहरूको कुल हुन्छ। त्यो पञ्चकुल मध्ये यो पद्मकुलको भाग हुनाले त्यसैले पद्मकुलको भाग हुनाले उहाँको गद्दी चाहिँ ठी चाहिँ अनि मयूरहरूले उठाएको र मयूरहरू पनि तपाईँको एकदम विशेष रूपमा 8वटा विशाल मयूरहरू, त्यो 8वटा विशाल मयूर जसले चाहिँ त्यो ठीलाई गद्दीलाई चाहिँ तपाईँको उठाउँदछ, त्यो उठाउने उचाल्ने मयूरहरूको आकार चाहिँ यति ठुलो कि सुमेरु पर्वत बराबरको चाहिँ आकार हुन्छ भनेको छ। अनि साना साना मयूरहरूको त अब अनगिन्ती छ भनेपछि नि यो मयूर चाहिँ तपाईँको पद्मकुल मयूरले उठाएको गद्दी चाहिँ पद्मकुलको हो भन्ने कुरा बुझाउने एउटा सङ्केत हो। अनि त्यो आसनमाथि मयूरले उठाएको आसनमध्ये माथि अनि अघि बताएको कमलको फुल, त्यो माथि चन्द्रमाको आसन, त्यो माथि अमिताभ बुद्ध चाहिँ अनि
वज्र आसनमा अथवा ध्यान आसनमा चाहिँ बस्नु भएको भनेर बताएको छ। त्यसैले अब तपाईहरुले त्यो गद्दी मयूरले उचालेको गद्दी सहित स्मरण गर्न चाह्यो भने त्यसरी पनि गर्न सक्नुहुन्छ। त्यसरी गर्न सक्नु भएन भने पनि खासै फरक पर्दैन। अब त्यो आसन माथि बस्नु भएका, आसन ग्रहण गर्नु भएका अमिताभ बुद्ध, अब उहाँको पछाडि ढाड अडेस लाउने ठाउँ चाहिँ एउटा यस्तो अद्भुत वृक्ष रहेको छ, रुख। त्यो वृक्षलाई चाहिँ सामान्य रूपमा बोधि वृक्ष भनेर भनिन्छ। त्यसको फेरि आफ्नै नाम पनि छ, रिम्पोछे पेम्बो नम्बर नम्वा भनेर। त्यो के भन्छ, जोस पूर्ण रूपमा रत्नले बनेको हुन्छ। अब त्यसको आकारको कुरा गर्ने हो भनेदेखि चाहिँ त्यो रुखको आकार यति विशाल छ, जस्तो उचाइको कुरा गर्दाखेरि अब पहिलाको चाहिँ तपाईको यो उचाइ मापन गर्ने, त्यो मापन गर्ने विधिमा त्यो भाषामा तपाईको पाक्षे भनिन्छ। अब अहिलेको भाषामा भन्यो भने प्रत्येक पाक्षे भनेको 8 किलोमिटर बराबरको हुन जान्छ भन्नु। त गर्दाखेरि अब त्यो वृक्षको चाहिँ उचाइ चाहिँ टोटल कति पाक्षे छ त भन्दाखेरि 16,000 पाक्षे। अब 8 किलोमिटर इन्टु तपाईको 1600 गर्दाखेरि कति किलोमिटर हुन जाँदो रहेछ भने तपाईको लगभग 1200-800 किलोमिटर पुग्न जाँदो रहेछ। त्यो रुखको उचाइ मात्र कुरा गर्ने हो भनेदेखि चाहिँ 1200-800 किलोमिटरको उचाइ हुन्छ उसको। त्यस्तै प्रकारले अनि अब त्यसको मोटाइ कति छ त भन्दाखेरि मोटाइ चाहिँ 500 पाक्षे। अब त्यो हामीले कल्पना गर्न नसक्ने खालको चाहिँ तपाईको साइज हो। त्यस्तै प्रकारले त्यसको जुन एउटा पत्ताहरू छ अनि हाँगा बिङ्गाहरू छ त्यो पनि तपाईको चारैतिर फैलिएको फिन्जिएको कतिसम्म भन्दाखेरि 800 पक्षे। 800 पक्षे भनेपछि अब तपाईको यहाँ लगभग 6000 किलोमिटर जतिको क्षेत्रफलमा ओगटिएर अथवा फैलिएर बसेको हुन्छ भनिन्छ। अनि त्यो रुखमा उम्रिने अथवा फल्ने फुलहरू र फलफुलहरू यस्तो अद्भुत प्रकृतिका हुन्छ। त्यस्तै प्रकारले विभिन्न किसिमका मणिहरू, रत्नहरू, नाना थरीका यस्ता बहुमूल्य चिजहरूद्वारा जडित त्यस्तो खालको एकदम अद्भुत खालको चाहिँ एउटा यो वृक्ष बोधि वृक्ष हो। अमिताभ बुद्धले अडेस लाएर बस्नु भएको बोधि वृक्ष अथवा छाङछुपसिङ चाहिँ अब यो यस्तो खालको विशेषता छ यसको गुणहरू, जसले यसको दर्शन गर्दछ, आँखाले हेर्दछ भने त्यो व्यक्तिको आँखामा भएका जति पनि आँखाको रोग छ त्यो सबै रोगहरू निको हुने। अनि त्यो बोधि वृक्षको बारेमा यदि उसको कानले सुन्यो भनेदेखि चाहिँ कानले त्यो बोधि वृक्षको बारेमा सुन्नु अथवा बोधि वृक्षको कुनै पनि आवाज चाहिँ तपाईको कानले सुन्नुभयो भने त्यो कान सम्बन्धित सबै रोगहरू स्वतः निको हुने। त्यस्तै सुँग्यो भने नाक सम्बन्धीका चाहिँ रोगहरू निको हुने। र त्यसको चाहिँ तपाईको स्वाद लियो भने, केही टुक्रा हामीले स्वाद लियो भने त्यो स्वाद लिए बापत सबै किसिमको रोगहरू निको हुने, शारीरिक मानसिक। अनि जसले त्यो रुखको स्मरण गर्दछ, मनमा यसो याद गर्दछ, तिनीहरूको मनमा स्वतस्फूर्त रूपमा समाधि उत्पन्न हुने, ध्यान विकास भएर आउने। र त्यसरी यो रुखको दर्शन गर्नाले चाहिँ अनि त्यस्तो व्यक्तिहरू एक जीवन बाहेक
अन्य जीवनहरू उसले चाहिँ संसारमा अब भौतारिनु नपर्ने गरेर अनि बुद्धत्वको मार्ग पुरा गरेर बुद्धत्व प्राप्त गर्ने। त्यस्तो खालको चाहिँ विशेष खालको अद्भुत गुणहरूले युक्त बोधि वृक्ष छ भनिन्छ। त्यो बोधि वृक्ष भगवान बुद्ध अमिताभको ठिक्क पछाडि छ भने अनि त्यसमा ठिक त्यसको अगाडि चाहिँ बोधि वृक्षमा उहाँले अडेस लगाएर चाहिँ अनि आसन ग्रहण गरेर बस्नु भएको हुन्छ भनेको छ। अब त्यो सुखावती भवनमा अमिताभ बुद्ध विराजमान हुनुहुन्छ, बसिरहनु भएको छ भने अब दूरीको हिसाबले त धेरै टाढा जस्तो लाग्छ हामीलाई। अब हामीले चाहिँ उहाँलाई देख्न सक्ने क्षमता नभए तापनि उहाँले चाहिँ त्यत्रो दूरीबाट पनि तपाईँ हामी प्रत्येकलाई र विशेष गरिकन जसमा श्रद्धा छ उहाँप्रति, जसको मनमा भक्ति छ उहाँप्रति, त्यस्ता श्रद्धावान विनयजनहरू तपाईँ हामी जस्ता चाहिँ सत्व प्राणीहरूप्रति सधैँ दिन रात अघि पछि के नबनिकन सदाको लागि उहाँको नजरले हामीलाई हेरिरहेको हुन्छ, उहाँको कृपालु दृष्टिले हामीलाई जहिले पनि हेरिरहेको हुन्छ भनेको छ। त्यसैले उहाँले हामीलाई नहेरिएको नदेखिएको क्षण हुँदैन। उहाँको दायाँतर्फ चेन्ड्रेसी लोकेश्वर करुणामय सेतो वर्णको हुनुहुन्छ भने बायाँतर्फ निलो वर्णको अनि वज्रपाणी बोधिसत्व उहाँहरूको अनि बायाँ हातमा कमलको फुल लिनुभएको छ भने बायाँ हातहरू चाहिँ अनि दान मुद्रामा रहेको र उहाँहरू यो तीनजना चाहिँ बुद्ध अमिताभ बुद्ध र अनि त्यहाँबाट उहाँहरू दुईजना बोधिसत्वहरू चाहिँ अब सुखावती भवनको त्यो क्षेत्रको प्रमुख हो, उहाँहरू तीनजनाको मुख्य हो। त्यसैले उहाँहरूको आकार चाहिँ सुमेरु पर्वत झैँ विशाल छ भनेको छ। अनि विशेष गरिकन यहाँ थेसेन मलमभित्र ह्लामेर सुपा भनेर चाहिँ बताएको छ। यो तिनटाले के बुझाएको भन्दाखेरि अमिताभ बुद्धहरूको अनि शरीर वचन र मन काया वाक चित्तको चाहिँ गुण बताएको, यसले चाहिँ गुण बताउँदछ। जस्तो सुरु ह्लाङेर भन्दाखेरि स्पष्ट भनेको, छर्लङ्ग भनेको के छर्लङ्ग के स्पष्ट भन्दाखेरि अमिताभ बुद्धको शरीरमा रहेका 32 लक्षण 80 अनुव्यञ्जन जस्ता चाहिँ अद्भुत लक्षणहरूद्वारा युक्त शरीर चाहिँ एकदम स्पष्ट। अनि दोस्रो चाहिँ तपाईँको ह्लेनेर भन्दाखेरि उहाँको वचन, त्यो वचनमा यस्तो गुण हुन्छ जसमा तपाईँको 60 प्रकारको चाहिँ विशेष गुणको चाहिँ अङ्गहरूले युक्त त्यस्तो खालको विशेष खालको वचन हुन्छ, उहाँको वाक्य हुन्छ, वचन हुन्छ भनेको छ। त्यसैले गर्दा हेने भन्नाले उहाँको वचनको गुण बुझाउँदछ भने ह्लामेर भन्दाखेरि उहाँको चित्त, भगवान बुद्ध अमिताभको चित्तको जुन एउटा विशेषता छ, गुण छ, त्यो गम्भीर जुन एउटा गुण छ त्यसको अनि वर्णन गरेको ह्लेनेर भन्नाले ह्लाङे ह्लेने ह्लामे अमिताभ बुद्धको काया वाक चित्तको गुणको अनि वर्णन हो। अब त्यो अमिताभ बुद्धमा रहेको त्यो शरीर वचन र मनको गुणहरू जो छ त्यो गुणहरू पनि त्यो कहीँ कतैबाट तपाईँको नयाँ प्राप्त भएको नभइकन, कहिले नभएको चिज एउटा नयाँ नौलो बनेको नभइकन, त्यो वास्तवमा भन्यो भनेदेखि चाहिँ अमिताभ बुद्धको स्वभाव नै त्यही हो र त्यो स्वभाव चाहिँ अनादिकालदेखि नै अनि उहाँमा स्वत सहज रूपमा उहाँमा चाहिँ तपाईँको युक्त छ। अनि त्यस्तै प्रकारले उहाँको अब परिवारको रूपमा त्यहाँ श्रवाकहरू निन्थ्योहरू अनि छ भनेर बताएको छ। अब हेर्दाखेरि उहाँहरू श्रवाक अरहतको रूपमा देखिए तापनि वास्तवमा तिनीहरू सबै बोधिसत्वहरू नै अनि अरहतको रूप धारण गरेर बसेका मात्र, सारमा बोधिसत्वहरू नै हो। अनि सुखावती भवनमा जन्म लिइसकेपछि सबैको
वर्ण चाहिँ रङ चाहिँ कस्तो हुन्छ भन्दाखेरि पहिलो पहिलो रङको हुन्छ भनिन्छ। अनि तीमध्ये सबैको वस्त्र पनि लाउने पहिराउने जुन एउटा कपडाहरू भनौँ न, त्यो पनि तपाईँको त्यसरी चाहिँ तपाईँको यो श्रवाकहरूले पहिराएको जस्तो अनि 3 किसिमका धर्म वस्त्रहरू पहिराएको हुनाले अनि सेर्तेमे भन्दाखेरि चाहिँ एकदम सुनौलो रङको कि पुरै वातावरण नै सुनौलो हुन जाने त्यो आकारको छ भनिन्छ। त्यसैले यहाँसम्म अमिताभ बुद्धको क्षेत्र कस्तो छ, अमिताभ बुद्ध कस्तो छ र उहाँको परिवार लगायतका बोधि वृक्ष लगायतका त्यो वातावरण के कस्तो छ भन्ने बारे बतायो। यही हो हामीले अब सुरुमा अनि बुद्ध क्षेत्र भावना गर्नुपर्ने जुन एउटा सुरुको कारण, प्रथम कारण बुद्ध र बुद्धको क्षेत्र भावना गर्नुपर्ने विषय चाहिँ यहाँसम्म यसरी बताइयो।